हेलो गाइस, सबैजनालाई स्वागत छ फेरि पनि हाम्रो युट्युब च्यानलमा। आज खोला खेल्न आएको, अटोमा आएको र नआएको बराबर भयो। उकालोमा कुद्नु परेर छैन, तपाईँहरू सबैले देख्न सक्नुहुन्छ यहाँ पसिनै पसिना छ। अनि यतातिर चाहिँ साइडमा हाम्रो केटाहरू छ। अनि सबैजनालाई सन्चै होला भन्ने होप छ। मान्छे त लास गाह्रो भयो। अनि पानीको चाहिँ पानी यत्रो बोकिरहेको छु होइन। अब चाहिँ पुग्न आँटिसक्यो। पुगिसकेपछि तपाईँहरूले देखाउँछु कस्तो रहेछ खोला। तर यहाँबाट देख्दाखेरि चाहिँ पुरै देख्दै देखेको छैन, पुरै सुकिरहेको छ हो। अनि बाटोमा हेरेर जानु होला, अपडेट दिँदै जान्छु तपाईँलाई। फाइनल गाछ हामी चाहिँ खोला आइपुगिसक्यौँ। खोलाको हालत यस्तो देख्नुहोस्, यहाँ पानी सानी केही छैन। यता पानी अघिको पानी बोकेर हिँडिरहेको छ, त्यही हो। अनि के भन्नु छ कि यता च्यानल छ होइन, सब्सक्राइब गरिदिनुहोस्। भ्लगर धेरै भएर काम छैन। जङ्गल यता उयो भैँसी रहेछ। यता चाहिँ यसलाई के भन्छ, त्यो कुच्चो अम्लिसो घाँस हो कि के हो त्यो चाहिँ मलाई थाहा छैन हो। खोलामा त पानी यति नै छैन, अब कहाँ लगाउने हो केही थाहा छैन। आज हामी अन्त माथि टिमेबाट अन्त यहाँसम्म यो खोला आइपुग्यो, इलाम जिल्लासम्म आइपुग्यो। अनि जस माथिबाट आइपुग्यो खोला खेल्नु भनेर आइपुग्यो। तर एउटा दुःखको कुरा चाहिँ के भने खोलै छैन चाहिँ कि यहाँ चाहिँ सुक्खा पानी छैन। पानी त छ होइन, पानी छ त यस्तो। हजुर के दुःख खोज्न आएको फेरि क्या खोलामा पानी रहेछ यार, कसो भन्नु पिसाले त आउँदैछ पानी पनि। सेट यत्रो दुःख गरेर पानी सानी खाजासाजा लिएर आयो टिमाबाट इलाम जिल्लासम्म खोला खेल्ने नहुने भनेर आएको थियो। लास्ट दुःख खबर चाहिँ पानी छैन। अब एउटा फेरि नयाँ खौडा अब हाम्रो लोबेन धौडेसीले भन्नुभएको छ स्विमिङ पुल जाने भनेर कुरा गरेछ। यो कुरा चाहिँ के हुन्छ होइन, जस हेर्दै जानु होला। अनि बाटोमा तपाईँलाई अपडेट दिँदै जान्छु। अनि सुशील भाइकोमा अनि युट्युब च्यानलमा चाहिँ सबैले साथ सपोर्ट दिइदिनु होला होइन। दाजुबहिनी सबैलाई गरिदिनु होला, मेरो आमा बुवा होइन। त्यस्तै हो, झापामा गर्मी त्यस्तो भइरहेको छ। अनि अब त्यही हो, त्यो गर्मी भएर पानी खोला खेल्न आएको थियो, नुहाउनु भन्नु आएको थियो। अब हाफप्यान्ट सानो भइरहेको लास्ट दुःख पाइदियो क्या यार भगवान। अनि तपाईँहरूलाई 1 वर्षको अपडेट चाहिँ यो युट्युब च्यानलमा दिने गर्छु। त्यसै कारणले सबैजनाले अब त्यही हो, माथि जान्छु अनि हेर्दै गर्नु होला होइन, अपडेट जान्छु नि त। अनि यता चाहिँ एउटा होटल रहेछ हो, उतापट्टि खोलामा खेल्नेहरूलाई चाहिँ अलिकति भोकसोक लाग्यो भने चाहिँ खानेकुराको लागि भनेर राखेको थियो होला। तर खोलै छैन रहेछ, भोलि पर्सि चाहिँ आउँछ भन्दै थियो। अनि यता अलैँची बारी होइन, त्यो त गाउँघरमा मात्रै बस्छ। यो अलैँचीको रुख हो, रुख होइन यो अलैँचीको बोट, अलैँचीको बोट हो यो चाहिँ होइन। अनि यता केराको बोट हान्ने रहेछ हो। त्यहाँ ठाउँ चाहिँ राम्रो रहेछ। अब त्यो अलैँचीको रुखहरू बोटहरू त्यो हुन्छ कि गाइसहरू होइन। अनि तपाईँहरू सहरतिर बस्छ भने अनि यसमा आउनु होला। पानी एउटा उता पानी भएर उकालो चढ्दा हेट। अनि गाइसहरू पनि अन्त अघिको त्यत्रो अघि चाहिँ ओह्रालो झऱ्यो, अब उकालो चढ्नु पर्ने। फेरि अब बाटो राम्रो छैन हो, अटोमा के हुन्छ, अघि त हिँड्नु पर्यो। अटो भाइ अब चाहिँ के हुन्छ सबैलाई तपाईँहरूले देखाउने नै छु होइन। यता देख्न सक्नुहुन्छ यहाँ जङ्गल जस्तो छ, यहाँ बाटो चाहिँ यस्तो छ। सेम मेरो गाउँघरमा त जाने योभन्दा नि हौडेसक्यो गाइस। के गर्नु, गाउँको परिस्थिति त्यस्तै छ। गाउँको मान्छेहरू अब बुझ्दिन कोही छैन, पिचडोट पनि आएको छैन। के गर्नु,
कहिले बिज्रोराउने कहिले राम्रो बाटोमा हिँड्न पर्ने नेपालको यस्तै हो अब के गर्नु सबै ठाउँमा त्यस्तै छ हेर गाइस यता हेर्नु यहाँको भ्यू चाहिँ डाँडाहरू यस्तो यसो छ खासमा यो चाहिँ इलामको जिल्ला पर्दो रहेछ नि त अनि चाहिँ उता झापट्टीमाबाट आएको पैसा मात्रै खेरा भयो नि हो अटोमा त्यत्रो चढेर आयो लास्टमा त केही पाएन पानी बगेर उकालो के उकालो यार भगवान तपाईँहरू आफै देख्न सक्नुहुन्छ यस्तो त्यहाँ क्यामेरा हुन्छ राम्रो देख्दैन होला अझै गाइसहरू होइन बर्खाको टाइममा त यो के अरे इलाम भन्ने ठाउँमा आएर तपाईँहरू ठुलो खोला आउँछ होइन अहिले चाहिँ त्यो अन्त के को समय थाहा भएन होइन जस्ट घाम लाग्ने समय हो बर्खाको टाइममा चाहिँ पानी खतरा पर्छ अनि त्यो टाइममा चाहिँ आएर खेल्नु होला अनि भेटौँ होला होइन सुजे ब्लग भन्नेलाई अनि त्यो टाइममा त चिन्नुहुन्छ अनि भिडियो हेरिदिनु होला अनि लाइक सब्सक्राइब सेयर गरिदिनु होला गाइसहरू म यति भन्न चाहन्छु तपाईँहरू सबैले सुनिसक्नु भयो होला तपाईँहरू सपोर्ट देखाइदिइराख्नु अनि म एक दिन चाहिँ हाम्रो गुम्बाको भित्र चाहिँ कस्तो कस्तो छ त्योहरू पनि सबै तपाईँहरूले देखाउने नै छु सबैजनाले सपोर्ट चाहिँ देखाइराख्नुहोस् यहाँ अघि यहाँ टेम्पू यहाँ छोडेर गएको थियो अघि हामी मुनिको अघि त्यहाँ मुनि पुगेर आएको यसो छ यहाँ हेर्नु क्या गाउँ घरको याद आइदिने क्या म त अनि पहिला बच्चामै गुम्बा गएको थिएँ नि त त्यसै कारणले चाहिँ गाउँघर नि राम्रोसँग धेरै बस्न पाएको छैन अब चाहिँ यहाँ सकेर 1-2 महिना चाहिँ बस्छु भन्ने सोच छ अब के कस्तो हुन्छ अब हेरौँला है त गाइस अन्त गाइसहरू अहिले हामी त्यो खोला चाहिँ क्यान्सल भएको थियो नि त ग्रिन स्टोरमा अब सिमी खानाको छ भगर हो सबै होइन अनि टिकट कति हो के हो अब हेर्नुपर्छ भित्र गएर जान्छु भित्र त्यहाँबाट के धन आएर कति छ के छ होइन फेरि पनि स्वागत छ सुजु भाइको ब्लगमा अनि सुजु भाइ हामी लुगाहरू अब फेर्दैछ अनि सुजु भाइ चाहिँ अनि यहाँभित्र छिनेको कार्यक्रम अब गर्नु चाहन्छ सुजु भाइ चाहिँ अनि अब हामी चाहिँ अनि अब हेरेको छैन नि त अब त्यहाँको त अब हामी चाहिँ लुगाहरू फुकालेर त्यहाँदेखि यहाँभित्र छिने कार्यक्रम गर्छ अनि हाम्रो भाइ ब्लगहरू भइरहेको छ नेपालमा अब नेपालमा आएर फर्स्ट टाइम हो भनौँ न है स्विमिङ पुल चाहिँ ग्रिनरी स्टोर साथीहरू सबै यहाँ छ लुगा फेर्दैछ म पनि अब म लुगा फेर्ने हो मेरो लुगा फेरेर घुमाउँछु ल हेर्दै गर्नु ल हे गाइस पागल हो पागल मजा आइरह्यो कि अहिले चाहिँ जिन्दगीमा स्विमिङ खेल्न पाएको छैन हामी चाहिँ खोलामा जाने भनेर आएको खासमा चाहिँ हो सुसाइड ड्याम हो कि के सुसाइड ड्याम हो हामीलाई राम्रोसँग नाम नि थाहा थिएन अनि त्यहाँ चाहिँ खोलासोला केही नभएर यता स्विमिङ पुल आएको खोलाको हालतहरू नि तपाईँहरूले देखाइसकेको थियो अब चाहिँ हेर्न सक्नुहुन्छ यहाँ स्विमिङ पुल पनि कस्तो रहेछ भने गाइस यहाँ पुरै सेप चाहिँ लभको छ के मायाको भन्दा पानीको मुट्टु होइन मुट्टु राम्रोसँग स्विमिङ पुल त आउँदैन ओइ बाँदरहरू पनि आउँदो रहेछ यता त यता ओइ स्विमिङ पुलको ठाउँहरू देखा न क्यामराम्यान ए ल हाम्रो यहाँ स्विमिङ पुल चाहिँ यस्तो छ यतातिर जङ्गलहरू यस्तो छ आमा मजा छ आमा साइलेन्टमा ओ हो माथि के हो त्यो बाँदरको बच्चा होइन अँ बाँदरको बच्चा हो यो जुम गर्दा बाँदरको बच्चा नै हेरिरहेको छ हामीलाई स्विमिङ पुल चाहिँ जब यति छ हो यहाँ चाहिँ उता चाहिँ गएर छ अलिकति जस आजको दिन मजा भइरहेको छ र हामीले खोलामा जानु नपायो भने अन्त जस अनि हामी यहाँ खेलाएर पायो खोलामा जाँदाखेरि चाहिँ हामीलाई एकदम गर्मी भएर पसिना सेनी आइसकेको थियो राम्रोसँग खेल्न पनि आउँदैन यता हेर्न सक्नुहुन्छ मैले खेलेको पाएँ
मेरो भाइ हो खतरा खेल्छ सब यहाँ खेल्दैछ रमाइलो भइरहेको छ अनि आजको दिन चाहिँ खुसी पनि लाग्यो माथिजना खेल्दा लास्ट गर्नुभएको थियो अब त्यो होइन अब केदार यहाँ डुम खेल्न आँटेछ केटाहरू चाहिँ होइन म पनि जानुपर्ने खास गरी त्यहाँ चाहिँ अनि अब यहाँ भिडियो गर्दैछ नि त तिमीसँग हुन्छ केटाहरू होला अनि अब यस्तै हो तपाईँहरू हेर्दै गर्नु होला अनि म भिडियो बनाउनु जान्छु होइन म खेल्नु पऱ्यो नि त जहाँ सबै सुकिसक्यो अघि भर्खर निस्केको अब भित्र छिर्नु पऱ्यो कि सबैजना सुन्दैन यहाँसम्म है जसले बोल्न हेलो गाइसहरू सबैजनालाई नमस्ते अन्त सबैजना ठिकै हुनुहुन्छ होला म पनि ठिकै छु ढोक्दिया अनि आया अनि यो भाइलाई त म पसन्द जाँदैछु होइन यो भाइलाई त म पसन्द जाँदैछु होइन हेर्नु होला कस्तो हुन्छ मान्छेको यो मान्छेको रियाक्सन चाहिँ हेर्नु कस्तो छ अहिले हेर्नु पसल हेर होइन पसल रियाक्सन कस्तो हुन्छ होला हेर्नु त्यो ब्याग हाल्नु आउँदैन त मलाई सबै खेलिसक्यो अब यता अँध्यारो पनि हुन आइसक्यो 6 बजिसक्यो बेलुकाको अनि उता चाहिँ ऊ फोटो खिच्दैछ हल्का फोटोसोटो खिचेर त्यहाँबाट गुम्बा जानुपर्ने हुन्छ गुम्बामा गएर चाहिँ तपाईँहरूले गुम्बाको हल्का यताउति देखाएर चाहिँ भ्लग इन गर्नु होला सबैजना लास्टसम्म हेरेर चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला खासमा स्विमिङको सेप चाहिँ यस्तो छ गाइस खोइ राम्रोसँग देख्दै नदेख्ने घरबाट चाहिँ यस्तो लभ जस्तो छ यताबाट पानी आउँदै यहाँ चाहिँ स्विमिङ खेल्नुभन्दा अगाडि जिउ पखाल्नु पर्ने छ यता बाथरुम सबै यता डिस्टर्ब छ अनि यहाँ घाम चाहिँ क्या दामी देखिरहेको छ क्या घाम चाहिँ क्या दामी लोबेन फेरि खेल्ने अरे होइन हामी खेलिसक्यो अब गुरु खेल्ने अरे फेरि ए लोपेनलाई चाहिँ अब खेल्छ लोबेन किन लोबेन किन नखेल्यो भने आज त्यो खेम्बोको यो छ नि त वाङ छ नि त खेल्ने नम्बरको अनि हिजोदेखि सुरु भएको नि त अनि उहाँले अब अनलाइनमा सुनिरहेको हुन्छ त्यो पेसा चाहिँ अनि उहाँले त्यो सकेर चाहिँ अब यहाँ आउनुहुन्छ स्विमिङ पुलमा सक्यो खास गरी हामी नसँग मान्छे छ अब सिधै गुम्बा गएर भेटौँ है त ल फाइनली अहिले गुम्बा नै आइपुगिसक्यो हो गुम्बा आएर अघि भर्खर आइपुगेको अनि आजको दिन चाहिँ एकदम राम्रो भयो साथीभाइसँग मजाले खेलियो यता आरती गरियो हो खासमा चाहिँ हामी गुम्बाबाट खोला जाने भनेर निस्केको खोला गएको केही नभएर सबै सुकिरहेको रहेछ भोलि पर्सि अलि वैशाख जेठतिर चाहिँ एकदम हुन्छ अरे बानी भएर चाहिँ मान्छेहरू धेरै आउँछ अरे त्यो टाइममा चाहिँ फेरि जाने भन्ने उस छ आज चाहिँ गएको केही भएन हो अनि जे होस् आजको दिन चाहिँ राम्रो भयो अर्को दिन हो भने चाहिँ यतिकै अल्छी लगाएर गुम्बाभित्र बसिराख्नु पर्थ्यो नि त त्यही भएर चाहिँ जे भने नि हिजो चाहिँ इलाम गएर अघि बिहान भर्खर फर्केको हो बिहान फर्केर चाहिँ खानासाना खाएर हामी उता गयौँ अनि
अब म अर्को भिडियोमा चाहिँ हो गुम्बाको उसहरू सबै देखाउने छु। त्यसै कारणले सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। अब भोलितिर भने अब के हुन्छ, बिहान उठ्यो त्यससँग गऱ्यो, यतिकै बित्छ। गुम्बामा काम छ भने गुम्बाको कामसाम गऱ्यो होइन गाइस, त्यस्तै हो। अनि आई होप कि आजको भ्लग चाहिँ तपाईँहरूले मन पराउनुहुन्छ कि भन्ने आश छ। त्यसै कारणले सबैजनाले मन पराउनु होला भन्ने आश छ। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। आजको लागि यति नै है त गाइस, ल बाई बाई।